श्रीमान श्रीमती हो के सुन्नुहोस् है। अनि श्रीमान हुनुहुन्छ भने पनि पुरा सुन्नुहोस् है, यो कुरा काम लाग्नेछ। उमेर छँदा श्रीमान श्रीमती जति कुकुर र बिराला झै लरामती गरे पनि जब उमेर ढल्किँदै जान्छ नि, त्यसपछि श्रीमानको लागि नजिकको नाता भनेको श्रीमती हो र श्रीमतीको लागि पनि आफ्नो नजिकको मान्छे भनेको श्रीमान हो। जति मान्छेहरू जति आफ्नो बनाए पनि ती भइन्जेल र छैन्जेल मात्रै आफ्ना हुन्छन्। इभन आफ्नै छोराछोरी त समय पुगेपछि, समय आएपछि आफ्नो लागि बाहिरिनु पर्ने, टाढिनु पर्ने, आफ्नो बाबाआमालाई समय दिन नपाउने हुन्छन्। आफ्नो लागि टाढिनु पर्ने हुन्छ र अन्तमा सँगै हुने भनेको त बुढाको लागि बुढी, बुढीको लागि बुढा नै हुन्छ के। त्यसैले आफ्नो नजिकको साथलाई, आफ्नो नजिकको साथीलाई सधैँ जतन गरेर, माया गरेर, बचाएर, जोगाएर बुढेसकालसम्म बैशाखी बनाएर राख्नुहोस् के। किनकि यो संसारमा सबैभन्दा सत्य नाता भनेको र सहारा भनेको बुढाबुढी हुन्छ। त्यसैले आफ्नो सम्बन्धलाई मौकैमा फलाएर, फुलाएर, जोगाएर राख्नुहोस्। बुझ्नुभयो नि? अनि मैले कति यस्ता रिलेसन सम्बन्ध देखेकी छु के, होइन? अब भनौँ न, श्रीमान गतिला छैनन्, श्रीमान गरिब छन्, रूप राम्रो छैन भनेर टाढा हुन खोज्ने, होइन? राम्रोसँग कुरा नगरिदिने, भनेको नमान्ने गरेको देखेकी छु। अनि मैले श्रीमतीलाई मात्र भने होइन है, कति यस्ता पुरुष पनि हुन्छन् है त्यस्तो के, खालि श्रीमतीको मात्रै डाहा शङ्का गर्ने, अनेक वचन लगाइदिने, होइन? श्रीमतीको कुरा नसुनेर, सल्लाह नगरेर, परिवारको कुरा सुनेर श्रीमतीलाई हेला गर्ने, यस्तो पनि देखेकी छु मैले, होइन? अब सबैको त्यस्तो नहोला, तर है समाजमा अहिले पनि छ के यस्तो समस्या। त्यसैले श्रीमान भनेको श्रीमान नै हो, श्रीमती भनेको श्रीमती नै हो। एकअर्कामा माया, सम्मान, साथ सहयोगको भावना हुनुपर्छ। ल है त, यो सुनेर तपाईँलाई राम्रो लागे कपी लिङ्क गरेर साथीलाई सेयर गर्नु ल। अनि मलाई फलो गर्नुभएको छैन भने फलो गर्न नभुल्नु ल। म यस्तै कुरा गरिरहन्छु के।